यो चिया बगान सुरु गरेको चाहिँ कति भयो हजुरले एक्ज्याक्टली कति रोपनीमा छ चिया बगान? 1500 रोपनी। 1500 चिया बगान नि प्राइभेटै हो। यहाँ चाहिँ तपाईँको प्याकेजको हिसाबमा चल्छ के अरे। हजुर सर। प्याकेजमा चाहिँ तपाईँको अब एक साथ चिकन खाना, एक साथ भेज प्लस बिहान ब्रेकफास्ट गरेर। आज चाहिँ म यहाँ हाम्रो ल्वाङमा छु। त्यो चाहिँ चिया बगानमा छु। अनि आज चाहिँ हामीसँग ल्वाङ टी गार्डनको सञ्चालकज्यू हुनुहुन्छ। नमस्कार सर। नमस्कार। हजुरको परिचयबाट जाउँ सर। मेरो नाम चाहिँ अञ्चल गुरुङ। हजुर। यहाँ चाहिँ मैले सञ्चालन गरेको होमस्टे चाहिँ 9 वर्ष लाग्यो। 9 वर्ष हुनु लागिसक्यो है सर? 9 वर्ष लाग्यो। हजुरले यो सञ्चालन गर्नु पूर्व के थियो यहाँ चाहिँ? हजुरको कस्तो थियो यो चिया बगान सुरु भएको? अनि यहाँ चाहिँ पहिला चाहिँ अब चिया बगान पहिल्यैदेखि थियो। हजुर। तर विदेश गरेर आयो पहिला। त्यसपछि अब गर्दै जाँदै धेरै कुराहरू गरियो। त्यसपछि चाहिँ अब गर्दै जाँदाखेरि पाउनको माहौलहरू चल्दै चाहिँ अब अनि चल्छ कि भनेर स्टार्ट गरियो। त्यसपछि अलिक चलाएको राम्रो भइरहेको। यो चिया बगान सुरु गरेको चाहिँ कति भयो हजुरले एक्ज्याक्टली थाहा छ जस्तो? 2052 सालबाट कि 53 सालबाट भयो। 52 सालबाट होला। हजुर। अनि हजुरको यो जग्गा चाहिँ के छ सर? हजुरको प्राइभेट? प्राइभेटै छ। हजुर। ए होमस्टे चाहिँ प्राइभेटमा छ? प्राइभेटमा। चिया बगानको चाहिँ के गरेको छ हजुरलाई थाहा छ? चिया बगान नि प्राइभेटै हो। तर अहिले एकजनाले लिजमा ल्याएको। लिजमा लिएर गर्नुभएको छ? कति रोपनीमा छ चिया बगान? 1500 रोपनी। 1500 रोपनीमा चिया बगान छ है सर? अनि सरले चाहिँ होमस्टे सुरु गर्नु भइसक्यो होइन? अनि यसमा उहाँहरू यहाँ चाहिँ पाहुनाहरू कतिको हुनुहुन्छ सर अहिले? नेपाली विदेशी? पाहुनाहरू प्रायः जस्तो अहिले नेपाली आउँछ। पोहोरसम्म चाहिँ विदेशी आउँथ्यो। अहिले चाहिँ नेपालीहरू बढी आउँछ सिजनमा। हामीले यहाँबाट देख्न सकिने भ्यूहरू के माछापुच्छ्रेको भ्यू देख्न सकिन्छ सर? माछापुच्छ्रे, हिउँचोली, अन्नपूर्ण। माछापुच्छ्रे, हिउँचोली, अन्नपूर्ण देख्न सकिन्छ। तर अहिले चाहिँ हाम्रो बादल लागेको भएर देख्न सकिने भयो। अनि सर यो होमस्टे सञ्चालन गर्नु पूर्व हजुरलाई कतिको चुनौतीहरू छन्? जस्तै सामानहरू ओसार पोसार के कसरी गर्नुहुन्छ? चुनौती त छ। अब सामानहरू के बनाउनु लाग्यो भने अब घोडा हतार नहाल्यो हुँदैन। मान्छेले ओसार्नु सम्भव छैन। हजुर। गाडीको सम्भावना छैन यहाँसम्म है? छैन। यहाँ चाहिँ अब सब बोकेर ल्याउनु छ। सामानहरू सब बोकेर ल्याउनु छ। घोडा हतारमा बोकेर ल्याएर आउनु छ। भनेपछि हजुरले घोडा हतारको सहायताबाट चाहिँ सामान लिएर आउनुहुन्छ? हजुर। अनि यहाँ आउने पाहुनाहरूलाई चाहिँ हामीले दिन सकिने सुविधाहरू के छन् सर? यहाँ चाहिँ तपाईँको प्याकेजको हिसाबमा चल्छ के अरे। हजुर सर। प्याकेजमा चाहिँ तपाईँको अब एक साथ चिकन खाना, एक साथ भेज प्लस बिहान ब्रेकफास्ट गरेर 1150 गरेर छु मैले। 1150मा सुविधा दिनुहुन्छ? हुन्छ। एकचोटि हामी रुम पनि हेर्न सक्छौँ सर? रुम चाहिँ अब रुम भन्दा नि हल्का त्यहाँ एउटा रुम छ के अरे। टेन्टहरू छ यता। ए हजुर। टेन्टहरू राख्नुभएको छ? रुम र टेन्ट। टेन्टको प्रयोग गर्नुहुन्छ? टेन्ट एकचोटि घुमौँ त साथै? हुन्छ। यहाँ चाहिँ टेन्ट राख्नुभएको छ। देख्न सक्नुहुन्छ यस्तो चाहिँ आउनु भएको छ। हुन्छ। जस्तै अब हाम्रो यहाँ चाहिँ गेस्ट कस्तो तरिकाले आउनुहुन्छ सर? अब यहाँ बस्न मात्रै आउनुहुन्छ कि अब क्याम्प फायरहरू गर्ने तरिकाले आउनुहुन्छ? अहिलेसम्म कसरी आउनु भएको छ सर? बस्नै आउनुहुन्छ प्रायः जस्तो बस्ने तरिकाले अनि रमाइलो गर्ने तरिकाले आउनुहुन्छ? हजुर। हामीसँग उहाँहरू जस्तो ग्रुपमा आउनुभयो भने कतिजनासम्म यहाँ राख्ने क्षमता छ सर हाम्रो यो होमस्टे? ल 40 जनासम्म। 40 जनासम्म आउनुहुन्छ?